All right guys, welcome to my new another mini blog. तपाईलाई स्वागत छ मेरो छोटो मिनी ब्लगमा। चिसोको मौसममा त तातो पानी त खानुको मजा नै अलग छ गाइस, तपाईलाई थाहा छ। सो यस्तो बिहानको मौसममा मैले अब डुल्नको लागि अलि केही कामको लागि म बाहिर गए त यस्तो चिसो लागेको थियो नि त, यस्तो कुहिरो थियो। पुरै चारैतिर यता हेरो कुहिरो उता हेरो कुहिरो, पुरै बाटोभरि कुहिरो नै कुहिरो भएको छ गाइस। तपाईहरुकोतिर कस्तो कुहिरो लागेको छ गाइस? सबैजनाले कमेन्ट गर्नु होला र कहाँबाट हेर्नु हुँदैछ मेरो ब्लग तपाईहरुले। हेलो एभ्रीवन, अहिले करेन्टली बिहानको मौसम यस्तो रहेको छ, अराउन्ड 7 o'clock। लेट्स सी। अब मैले ब्याङ्कमा पैसा पनि उठाउनु थियो, फाइनली पैसा पनि उठायौँ अनि घरतिर लाग्यौँ। सो तपाईहरु हेर्नु, आज घर जाने बेलामा त मैले लगभग 15 देखि 20 मिनेट भयो विङ्गरको वेट गर्दा विङ्गरै पाएन एउटा पनि। एउटा आयो भने यस्तो विङ्गरमा भिड थियो नि त, यस्तो मान्छेहरू पुरै थियो, बसेको मान्छेहरू उभिएर आउनु पर्यो। लास्टमा के गर्नु, आउनु पर्यो घर। सो आज इन्डियातिर गएको थिएँ नि त, अनि यो मैले रोल हेरेँ, रोल खाँदा त यस्तो खासै मलाई मनै पर्ने यसको रोल। 10 मा 5 भनौँ न, ठिक्क हुन्छ क्या यसको। सो नेपाल र इन्डियाको बोर्डरहरूले यस्तो टाइट गरेको छ, नेपालको मान्छेहरू प्रायः इन्डिया जाँदो रहेछ क्या आजकल। सामान लिनहरू, ग्रोसरिजहरू हुन्छ, लुगाहरू हुन्छ, यताउति जति पनि सामानहरू हुन्छ सब इन्डियामा छ। अहिले हेर्नु न भिड कस्तो छ बोर्डरमा, यस्तो टाइट रहेछ नि गाइस। थ्याङ्क फर वाचिङ, बाई बाई।